सम्मान छ स्टेजमा नदेऊ गएको भने मैले र अब भने हामीले आफ्नो भाषामा बोलाउने क्या हाम्रा क्षेत्रबाटै प्रतिनिधित्व अझै एउटा क्षेत्रका यति गीत गाइसक्यो उनले यति गीत गाइसक्यो एउटा गीत कोहीले भन्न चाहनु हाम्रै गायिका रामणी गायिका सबै प्रिय गायिका त्यसै क्षेत्रकी चेली लोकप्रिय गायिका गौरी भट्ट अब क्रममा आमन्त्रण गर्न चाहनु जोरदार तालीले स्वागत र हाम्री गायिका गौरी भट्टलाई गौरी कविता 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 गीत लाग्दा छ यति बेला त्यति सम्मान नाका प्रशासन कार्यालयका प्रमुख श्री लक्ष्मी पन्तज्यू हुनुहुन्छ उहाँलाई अतिथिताको लागि अनुरोध गर्न चाहन्छु लक्ष्मी पन्तज्यूलाई अतिथि र यहाँनिर मैले भोलिको भनेर आउनु म काना भनेर आउनेछु तिमी सुनवाल भनेर आउनु म नाना भनेर हाम्रो अनुष्काको लागि फेरि सम्मान छ स्टेजमा नदेऊ गएको भने मैले फेरि सम्मान छ अनुष्का र अब भने हामी अब आफ्नो भाषामा बोलाउने क्या हाम्रा क्षेत्रबाटै प्रतिनिधित्व अझै एउटा क्षेत्रका यति गीत गाइसक्यो उनले यति गीत गाइसक्यो एउटा गीत कोहीले भन्न चाहनु हाम्री गायिका रामणी गायिका सबै प्रिय गायिका त्यसै क्षेत्रकी चेली लोकप्रिय गायिका गौरी भट्ट अब क्रममा आमन्त्रण गर्न चाहनु जोरदार तालीले स्वागत र हाम्री गायिका गौरी भट्टलाई गौरी कविता 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 गीत लाग्दा छ यति बेला त्यति सम्मान नाका प्रशासन कार्यालयका प्रमुख श्री लक्ष्मी पन्तज्यू हुनुहुन्छ उहाँलाई अतिथिताको लागि अनुरोध गर्न चाहन्छु लक्ष्मी पन्तज्यूलाई अतिथि र यहाँनिर मैले भोलिको भनेर आउनेछु तिमी सुनवाल भनेर आउनु म नाना भनेर हाम्रो अनुष्काको लागि फेरि सम्मान छ स्टेजमा नदेऊ गएको भने मैले फेरि सम्मान छ अनुष्का र अब भने हामी अब आफ्नो भाषामा बोलाउने क्या हाम्रा क्षेत्रबाटै प्रतिनिधित्व अझै एउटा क्षेत्रका यति गीत गाइसक्यो उनले यति गीत गाइसक्यो एउटा गीत कोहीले भन्न चाहनु हाम्री गायिका रामणी गायिका सबै प्रिय गायिका त्यसै क्षेत्रकी चेली लोकप्रिय गायिका गौरी भट्ट अब क्रममा आमन्त्रण गर्न चाहनु जोरदार तालीले स्वागत र हाम्री गायिका गौरी भट्टलाई गौरी कविता 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 गीत लाग्दा छ